यता नि गयो झन् कहाँ छ यत्रो कलज मिलाएर छोडे त हो त नि बजारमा छोड्यो भने त गइहाल्यो नि त अब हो त्यसरी हो त्यहाँबाट होला लौ बढी बोलिङ गर्छ यो बाइक सुरुमा आउँछ अब यहाँ तानेसी दुइटै ह्यान्डलमा लाऊ दुइटै सक्समा हो त्यहाँ लाएपछि चुत्ता आउँछ ल हजुर म यहाँ बाइक तान्ने कसले हो यो कसालेको तपाईँले थाहा पाउनु भएको थियो कि थाहा पाउनु भएको थिएन बाटोतिर थाहा पाएर त पसेको ए हो तेरिले मादरले त डोरो शिव या त पनि हुन्छ त ओ याले त यता आइज ओ तिमी यता बस याले त मास जाने किन हो हेलो हेलो नमस्ते भाइ तिमी त्यहाँ नबस यताको हेर्दैन नबस यता अगाडि पर्दैन सन्जय अगाडि त ढल्नु न त भाइ सामान्य 200 किलोको बाइकलाई हल हल न सबै आउँछ पल्टाउन मात्र हुन्छ के हुन्छ नताउन त यो त हाम्रो मिसिन जति पनि छैन ट्र्याक्टर जति पनि छैन यता बल पुगेन दुईटाले धान्ने हो के ब्रेक अठिएछ ब्रेक छोड डोरो ल्याऊ हामीलाई पछाडि धान्न पर्छ तान्न 2-3 जना चाहिन्छ होइन डोरो पर्छ शिव तिमी त्यही नजिक बस है माइलोमा रहन्छन् क्या आज तान घुच्छ त सक्दैनौ यता नि गयो झन् उठा भाँचियो मान्छे थोरै भयो क्या सन्जय तँलाई बुट्टामा पर्ला है त बुट्टामा पर्ने भयो त ओ डोरो छिन्छ क्या अब ढल्ला जस्तो भयो नि सुताइदियो नि केही फरक पर्दैन सन्जय उताको नलिबिरेको ओ ल आइहाल्यो तान अब थोरै बाँकी छ ल आयो बाइक स्याट्टै आयो माथि तेल चुइयो यहाँ तेल चुइछ यहाँ आएको तेल शिव